करेला खाँदा जतिको तितो छ यसले स्वास्थ्यमा पनि उत्तिकै मिठो फाइदा दिइरहेको हुन्छ। नमस्ते, म डाक्टर रूपेश भानिया। आजको यस भिडियोमा करेलाका अचम्मका फाइदाको बारेमा चर्चा गरौँ है त। करेला तितो भएकै कारणले धेरैलाई मन नपरे पनि यसले हाम्रो स्वास्थ्यमा अनगिन्ती फाइदा पुर्याउने गर्दछ। करेलामा विभिन्न किसिमका रासायनिक तत्त्वहरू पाइने गर्दछ जसले चाहिँ हाम्रो स्वास्थ्यमा फाइदा पुर्याइरहेको हुन्छ। यी यस्ता केमिकल्सहरूमा क्यारोटिन, ग्लाइकोसाइड, त्यस्तै गरेर स्यापोनिन, मोमोल्डिसिन जस्ता केमिकलहरू पर्ने गर्दछ। यी यस्ता तत्त्वहरू पर्ने गर्दछ। यी सबै तत्त्वहरूले करेलालाई औषधीय गुण दिइरहेको हुन्छ। अब करेलाले हाम्रो स्वास्थ्यमा कसरी फाइदा पुर्याइरहेको हुन्छ यो बुझौँ है त। करेला मधुमेहका बिरामीहरूका लागि अत्यन्त लाभदायक मानिन्छ। यसले शरीरमा सुगर लेभललाई चाहिँ नियन्त्रण गर्नलाई सहयोग पुर्याइरहेको हुन्छ। करेलाको पातको रस लिभर र स्प्लिनको समस्या भएका व्यक्तिहरू, यस्ता बिरामीहरूमा चाहिँ निकै नै फाइदाजनक मानिन्छ। यसले शरीरबाट विषाक्त पदार्थहरूलाई, जति पनि टक्सिक सब्स्टान्सेसहरू रहेको हुन्छ, यसलाई हटाउनको लागि चाहिँ मद्दत पुर्याइरहेको हुन्छ। यति मात्र नभएर जोर्नी दुखाइका समस्याका व्यक्तिहरूमा, त्यस्तै गरेर बाथ रोगका व्यक्तिहरूमा चाहिँ यसले एकदमै राम्रो गरिरहेको हुन्छ। बिरामीहरूले करेलाको तितोपनलाई हटाएर मात्र तरकारीको रूपमा चाहिँ सेवन गर्नुपर्ने हुन्छ भने यसले बाथ रोगलाई चाहिँ नियन्त्रण गर्नको लागि चाहिँ मद्दत गर्ने गर्दछ। त्यस्तै गरेर छालाको समस्या भएका व्यक्तिहरूमा करेलाको पातको लेप लगाउन पनि सकिन्छ, एक्सटर्नली पनि युज गर्न सकिन्छ भने, जसले गर्दा छालाका जति पनि समस्याहरू रहेका छन् यसलाई चाहिँ निको पार्न मद्दत गर्ने गर्दछ। त्यसैले करेला हाम्रो स्वास्थ्यका लागि एउटा अनमोल तोहफा हो। यसको तितोपनलाई व्यवस्था गर्दै यसलाई हामीले आफ्नो नियमित खानपिनमा चाहिँ हामीले समावेश गरौँ र स्वस्थ रहौँ। सचेतनाका लागि भिडियोलाई सक्दो शेयर गर्नुहोला, पेजलाई फलो गर्नुहोला। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।